राम्ररी नेपाली बोल्नु आउँदैन, बुझ्नु चाहिँ राम्ररी बुझ्छु। मम्मी यहाँबाट हुनुहुन्छ, सी वाज इन बौद्धधाम, एन्ड ड्याडीपट्टिको पनि सबैजनाहरू यहीँबाट हुनुहुन्थ्यो। मेरो मामाहरू यहीँ बस्नुहुन्छ काठमाडौँमा। पहिल्यैदेखि नै ड्याडको आर्मीको ब्याकग्राउन्डले गर्दा म यहाँ बसेको, सो मेबी द सेम फिलिङ आई डोन्ट अन्डरस्ट्यान्ड। तर यस, बिकज पुरा जेनेरेसनको मान्छेहरू यहाँबाट थियो, आई हेभ अ सफ्ट कर्नर। But of course that ends the moment I step on the pitch. तर अहिले पनि धेरै फ्यामिली मेम्बर्सहरू यहीँ हुनुहुन्छ, झापामा, काठमाडौँमा, पोखरामा, एन्ड अनफर्चुनेटली धेरै टाइम भेट हुँदैन, तर आई किप इन टच अन फोन।